फरा खानले भने चाहिँ अब त थक गई भने जस्तै भयो कि यो चाहिँ लास्टमा आज दिनभरिको कामले म यस्तो थाकेँ कि यो मेरो अर्ली मर्निङको ब्रेकफास्ट हो। आज मैले ओट्सको रोटीमा थोरै भेजिटेबल हालेर बनाएँ भने त्यसपछि मैले एग बनाएँ र ग्रिनरी सलाद त बाबुले बनाए सलादहरू चाहिँ। अनि यो हामीले इन्जोय गरेर म चाहिँ मेरो क्लासतिर लागेँ, किनकि मेरो 3 घन्टाको क्लास छ बाहिर। अनि क्लास गएर आएपछि म चाहिँ 12 बजीतिर घरमा आइपुग्छु। अनि आज मलाई यसो स्यालुनको साइडमा यो प्लान्ट हेरेर मलाई यस्तो राम्रो भएको छ कि यो चाहिँ घाम लाग्यो भने चाहिँ पात अलिक डढ्छ। अहिले चाहिँ त्यति साह्रो घाम लागेको छैन चितवनमा, राम्रो भएको छ। यो मेरो 9 वर्ष अगाडिको प्लान्ट हो। यो चाहिँ फेरि मेरो साथीले दिनुभएको हो। यो कर्कलको भेराइटी हो, कर्कलकै परिवारमा फ्यामिलीमा पर्छ यो चाहिँ जाडो महिनामा चाहिँ यसको गान्ठा रहन्छ भने गरी महिनामा मर्छ। यो चाहिँ मेरो डेन्टिस्टकोमा बाबुको दाँत देखाउँदाखेरि डेन्टिस्टकोमा धेरै थियो र मागेको। यसको यो रेड भर्जन छ भने यताबाट मेरो ग्रिन भर्जन पनि छ। यो पनि मेरो साथीले दिनुभएको हो। यो चाहिँ एकजनाले दिनुभएको हो मलाई। यो चाहिँ हामीले कतै मोमो खान जाँदाखेरि उहाँले दिनुभएको हो। हामीलाई मन पऱ्यो भनेर हेर्दाखेरि उहाँले चाहिँ लैजानुहोस् भनेर दिनुभएको हो। यो चाहिँ अघि देखाएको रेड भर्जनको ग्रिन भर्जन हो। यसको प्याटर्न हेर्नु न, यो पनि कर्कलकै फ्यामिलीमा पर्छ। यसको प्याटर्न हेर्नु न, यस्तो मनपर्छ क्या मलाई यसको प्याटर्न। यो पनि मेरो साथीले दिनुभएको, एकजना एकदम नजिकको साथीले दिनुभएको। यसको पनि गान्टा नै जाडो महिनामा रहन्छ भने गर्मी महिना, जाडो महिनामा मर्छ भने गर्मी महिनामा चाहिँ यसको राम्रो ब्लुम्स भएर आउँछ। त्यसपछि मेरो क्लाइन्ट आउनुभयो। उहाँ चाहिँ एकदमै ठुलो पोस्टमा काम गर्नु हुनुहुन्छ कि एकजना म्याम। कस्तो खुसी लाग्छ कि उहाँसँग कुरा गर्दा, उहाँको एनर्जी देख्दा उहाँलाई यस्तो खुसी लाग्छ। अनि उहाँले चाहिँ फेसियल गरेपछि उहाँले चाहिँ आज फेसियल सँगसँगै अरू काम पनि लिएर आउनुभएको थियो। अनि त्यसपछि हामीले ब्रेक लियौँ एकछिन बिचमा। आज मेरो बाबुले आज म तपाईँहरूलाई दिउँसोको खाजा खुवाउँछु भनेर ऊ आफैले के बनायो बिदाको दिनमा। उसले जेसुकै गरोस् भनेर म किचनमा पसिनँ। बाबुले नै, म यता पसलमै सेलुनमै बिजी थिएँ। बाबुले जेसुकै गरोस् भने छोडिदिएँ मैले। उसले नै बनाएर अनि हामीले खाजा इन्जोय गरेर फेरि म अर्को फेसियलतिर लागेँ। फेसियल चाहिँ चलिरहेको छ। अहिले बिदा भएको बेला भएर होला अलिकति म्यामहरू आउनुभएको छ। त्यसपछि हामीले म्यामको हेड मसाज गऱ्यौँ, ओइल मसाज गऱ्यौँ र हल्का आर्म्स पनि मैले, उहाँ चाहिँ लङ टाइमसम्म चेयरमा बस्नुहुन्छ, हल्का आर्म्स पनि मसाज गरिदिएँ। यो निको पछाडिको भाग, यो भागमा लङ टाइमसम्म बस्दाखेरि अलिक गाह्रो हुन्छ चेयरमा बसेर काम गर्न। अनि त्यसपछि यो भागमा पनि मसाज गरिदिएँ। उहाँ चाहिँ यस्तो बजेट भाषणमा जानुभएको थियो कि आज स्वर्णिम वाग्लेको बजेट थियो नि त, आज सुनाइएको थियो। राम्रो राम्रो पोइन्टहरू हामीले पनि बजेट भाषण इन्जोय गर्दै थियौँ। उहाँ चाहिँ हामीतिर भन्दा पनि बजेट भाषणतिर अलिकति ध्यान बढी थियो उहाँको। होप बजेट भाषण राम्रो थियो। होप गरौँ सबै राम्रो होस्, सबैलाई सुखी होस्, सबैलाई राम्रोतिर हुन्, नेपाल राम्रो होस्। हामी त्यही नै कामना गर्नुपर्छ हामी सबैले। त्यसपछि हाम्रो बेलुका एकजना म्याम आउनुभएको थियो। उहाँलाई चाहिँ अलिक बढी नै जाडो भएछ क्या हो, मलाई चिसो चिसो लाग्यो भन्दै हुनुहुन्थ्यो। अनि उहाँले नि क्यानपिकीको एन्टी एजिङ फेसियल गर्नुभएको थियो। आज दिनभरिको स्याड्युल लगभग एकदम व्यस्तै स्याड्युल भयो। स्टाफ बहिनी पनि एकदम कामहरू यताउता गरिराख्नु भएको थियो। यो चाहिँ मेरो दिनभरिको आजको फेसियलको युज गरेको टावलहरू अब यसलाई हाल्नु पऱ्यो। ल यो चाहिँ म अब दिनभरि काम गरेर म चाहिँ यस्तो भन्छु कि फरा खानले भन्छ नि उहाँको भ्लगमा, अब त मैं थक गई हो, यही हो कि अब यही हो दिन आज मेरो।